माघको 4 गतेको बेलुका 7 बजेसम्म मैले पनि नसोचेको, बेलुका 7 बजेसम्म पनि मैले चाहिँ म्याग्दी जिल्लामा चुनाव लड्न आउँछु भनेर सोचेको थिएन। भनेको 40 घन्टा अगाडि, नाम दर्ता गर्नको 40 घन्टा अगाडिसम्म पनि मैले चाहिँ कुनै योजना बनाएको थिइनँ यो चुनावमा लड्न आउँछु भनेर। तर अचानक मैले अघि पनि पत्रकार भाइहरूलाई भने कि मैले ल्याउन खोजेको अब शिक्षा सम्बन्धी 3वटा अध्यादेश चाहिँ ल्याउन सकिनँ। अब त्यो ल्याउन सकेको भए शिक्षामा निकै सुधार हुन्छ भन्ने मैले अपेक्षा गरेको थिएँ। त्यसैले अब त्यो ल्याउन नसकेको हुनाले माघको 4 गतेको राति 8 बजे चाहिँ मैले प्रधानमन्त्री कहाँ गएर राजीनामा दिएर ल म चुनाव लड्न हिँडेँ भनेर उहाँलाई भनेर हिँडेको हो। र अब यसरी अचानक चाहिँ म यहाँ चुनाव लड्न आएँ। अब जिन्दगीमा अब अनेकौँ किसिमका कुराहरू पर्छन्, सोच्दै नसोचेको कुराहरू पनि गर्नुपर्ने हुन्छ, बेहोर्नु पनि पर्ने हुन्छ। अब त्यसैले अहिले कसैले पनि नसोचेको, मैले पनि नसोचेको कुरो चाहिँ म सांसदमा लड्न आएँ। अब यो म्याग्दी जिल्लामा नाम दर्ता गराएँ। अब निर्वाचन आयोग र यो निर्वाचन गराउने टोलीहरू सबै ले चाहिँ सहयोग गर्नुभयो। अनि जनताहरूले, मतदाताहरूले चाहिँ भोट दिनुभयो, जिताउनु भयो। त्यसको लागि चाहिँ के अरे म सबैलाई चाहिँ एकदमै हार्दिक, एकदम हृदयदेखि नै धन्यवाद दिन चाहन्छु। जहाँसम्म म्याग्दी जिल्लामा जितेर गएर मैले जनतासँग गरेको बाचा के हो भने म चाहिँ काठमाडौँमा हराउँदिनँ, यति हो मैले गरेको बाचा। म्याग्दीमा फर्केर सबै जनप्रतिनिधिहरूसँग, हरेक पार्टीको जनप्रतिनिधिसँग, जनतासँग छलफल गरेर म्याग्दीलाई कस्तो बनाउने भन्ने कुरो चाहिँ गरौँला भनेर मैले बाचा गरेको छु। त्यो बाचा चाहिँ मैले पुरा गर्नेछु र के कस्ता किसिमका कामहरू गर्ने भन्ने कुराहरू छलफल नगरिकन हावाको भरमा बोल्ने चाहिँ मेरो बानी नभएको हुनाले मैले चाहिँ केही नभनेको हो। र म एउटाले गर्न सक्ने कुरा पनि होइन, किनभने विकास भन्ने कुरा एउटा मान्छेले, एउटा नेताले, एउटा संसदले, प्रतिनिधि सभाको सदस्यले गरेर मात्र हुने कुरा होइन, सबै मिल्नुपर्छ। अब परिस्थिति कस्तो सिर्जना हुन्छ, परिस्थिति अनुसार नै काम गर्दै जाने हो।